सरकारले दिँदै आएको हो यो नारा। त्यसैले सहकारी निकै खुलेका छन् टोल टोलमा। कतिलाई यसले राम्रो गरेको छ भने केही सहकारी मालिकबाट सर्वसाधारण ठगिएका छन्। कानूनले प्रभावकारी नहुँदा सहकारीको नाममा ठगी गर्नेहरू माथिको कारबाही फितलो हुन पुगेको छ। विनोद कोजुको छायाङ्कनमा यो रिपोर्ट। 70 वर्षीय अमर बहादुर भण्डारी बच्चेघाटका बिरामी छन्। 3 वर्षदेखि यसरी छलिएर अरूकै सहारामा जीवन गुजार्नु यिनको बाध्यता बनेको छ। तर उपचार गर्न पैसा छैन। जय शिवशक्ति बहुउद्देश्यीय सहकारी संस्थामा यिनको 3 लाख रुपियाँ डुबेको छ। सो पैसा कसै गरी उठाउन पाए उपचार गर्न पाइन्छ कि भन्ने आशा छ। 40 वर्षीय श्रीमती सविता नै यिनको सेहत सुधारमा लागि परेकी छन्। यी दम्पतिको आम्दानीको स्रोत पनि केही छैन। सवितालाई बिहान बेलुकाको छाक टार्न अरूको घरमा काम गरौँ कि आफ्ना बिरामी पतिको सेहरमा जुटौँ अन्यताले सताइरहन्छ। यिनीहरूका अनुसार सहकारीमा पैसा डुबेपछि यिनको पक्षघातको बिमार झनै बढ्यो। 3 वर्ष अघि स्वयम्भूमा रहेको जय शिवशक्ति बहुउद्देश्यीय सहकारी संस्थाका मालिक कृष्णहरि रिमाल फरार भएपछि सहकारीमा रकम बचत गर्दै धेरै व्यक्तिहरूको रकम डुबेको आशंका गरिएको छ। यस्तै यो चम्प खड्काको तस्विर हो। अहिले मानसिक बिरामी भएपछि उपचार गरिरहेकी छन्। चम्पा पहिला पनि मानसिक रोगी थिए। उपचारपछि निको भएको यिनको बिमार सहकारीमा पैसा डुबेको खबरले पुनः बल्झिएको परिवारको दाबी छ। तर परिवारका सदस्य यस बारेमा क्यामेरामा बोल्न भने सकेनन् भने आफ्नो अनुहार नदेखाइदिन अनुरोध पनि गरे। 2067 असार 28 गतेदेखि फरार भएका जय शिवशक्ति बहुउद्देश्यीय सहकारीका सञ्चालक रिमाल अझै पक्राउ पर्न सकेका छैनन्। यसले सहकारीमा रकम जम्मा गरेका धेरै सर्वसाधारण मर्कामा परेका छन्। पैसा त आफ्नो दुःखको परिश्रमको फल हो होइन। मैले लगभग टिचिङ लाइन गरेको 10 वर्ष भयो। म्याथमेटिक्स पढाउँछु म। त्यसरी पनि मैले केही पैसा जम्मा गरेका थिएँ। साथीभाइ पनि छ। पैसा त हामीले अब आफू कि मरेरै जानु भयो म त आश त मलाई छ हाम्रो दुःखको पैसा आउँछ भन्ने छ। तर पनि देशबाट राष्ट्रबाट अब मानव पुलिस प्रशासनबाट कुनै पनि दलबाट हाम्रो लागि चाहिँ पहल गरिएको ती कार्यहरू चाहिए। सुन्नुमा आउँछ ती राजनीतिक आडमा पनि संरक्षण दिइरहेको छ भन्ने सुनिन्छ। पुलिस प्रशासनले पनि व्यवस्था गरिरहेको छ। सहकारी पुलिसहरू न्यायको लागि विभिन्न निकायमा धाइरहेका छन्। तर न सहकारीका सञ्चालक रिमाल पक्राउ परेका छन् न त डिभिजन सहकारी कार्यालय र प्रहरीलाई नै उनको बारे केही जानकारी छ। विभिन्न बहाना गर्दै सहकारी सम्बद्ध जिम्मेवार व्यक्ति र प्रहरीहरू तर्किने गरेको तीतो यथार्थ पोख्ने गरेका छन् पुलिसहरूले। कहीँ कतैबाट न्याय पाउन नसकेपछि अब डुबेको रकम उठ्नेको के होइन भन्ने त्रासदीमा छन् यिनीहरू। प्रशासनलाई पहिला छिडो हुन्थ्यो। त्यसपछि पछि छिडो दिएर नहुने त तपाईँ हमानहरू आउनु गर्ने हो। त्यहाँ गरिदिँदाखेरि पनि अनि पछि त्यहाँ हामीले केटा ढकाल देशको हुनुहुन्थ्यो त्यतिखेर। अनि त्यो हरिप्रसाद बरुवाल हुनुहुन्थ्यो साहब हुनुहुन्थ्यो। अनि उहाँलाई भनेको र हुन्छ तपाईँहरूको काम गर्छु भन्नुभयो। तर त्यत्तिकै त्यो काम चाहिँ सेलाउँदै गयो। अहिलेसम्म चाहिँ कुनै पनि यस्तो केही पनि भएको छैन। जस्तो हामी उनीहरूको घरमा पनि बारम्बार धाइरहन्छु। त्यो सम्बन्धित मान्छे कहाँ छ के छ कसैले अहिलेसम्म पत्ता लगाउन सकेको छैन। अब प्रशासन पनि त्यत्तिकै मौन तरिकाले बसिरहेको छ। किन प्रशासनले यस्तरी केही पनि वास्तै नगरेको जस्तो देखिन्छ। अब घर परिवारमा उसको घरमा जाँदाखेरि पनि अब बुवाआमाहरू मोबाइलले सबैजना बसिरहेको छ। अब उनीहरूलाई अब गाउँको मान्छे गाउँलेको मान्छेहरू अनुसार चाहिँ उनीहरूले के भनेको भने घरमा कन्ट्याक्ट भइरहेको छ भन्नु। तर उनीहरू कन्ट्याक्ट आएन। उल्टै मेरो छोरा तिमीहरूले कता बेगता पारिस भनेर भन्छ। त्यसले गर्दाखेरि एकदम दुःख लागिरहेको छ। त्यस्तै सिन्कुलेमा रहेको सिस्टम इन्टरनेसनल नामको कम्पनीले सञ्चालन गरेको 3 सहकारीमा पैसा जम्मा गर्नेहरूले पनि अझै रकम पाएका छैनन्। प्रहरीले सञ्चालकलाई पक्राउ पनि गर्यो तर कारबाही गर्न सकेन। यसले सहकारीको फितलो कानूनलाई भ्रष्टाएको छ। सहकारी ऐन 2048 को परिच्छेद 8 को 34 धाराका अनुसार हरेक वर्षको वार्षिक प्रतिवेदन रजिस्ट्रार तथा तोकीको व्यक्तिलाई बुझाउनु पर्छ।
भाग्न थालेको जानकारी भने हुँदैन। अर्कोतर्फ बुझाइएका प्रतिवेदन पनि सक्कली हुन् वा होइनन् भन्ने जाँच नहुँदा गलत नियतका सहकारी सञ्चालकहरू रकम हिनामिना गरी फरार हुने गरेका छन्। सहकारी ऐन 2048 को परिच्छेद 11 को 43 र 44मा प्रतिवेदन नबुझाउनेलाई कारबाही गरिने कुरा उल्लेख छ, तर यो निकै कमजोर रहेको सहकारी सम्बद्ध व्यक्तिहरू नै बताउँछन्। प्रतिवेदन पेश नगर्नेलाई 1000 जरिवाना तथा सहकारीको नाममा व्यापार गर्नेलाई 2000 रुपियाँ जरिवाना गरिने उल्लेख छ। डिभिजन सहकारी कार्यालय काठमाडौँका अनुसार अघिल्लो वर्ष 3 सहकारीका सञ्चालक रकम हिनामिना गरी भागेको उजुरी कार्यालयमा परेको थियो। वर्ष 2067-68 सिस्टम इन्टरनेसनलले सञ्चालन गरेको 3 वसत तथा रेड सहकारी संस्था लिमिटेड सिन्कुने, स्वयंभूको जयशिव शक्ति बहुद्देश्य सहकारी संस्था, भिना वर्ल्ड नेपाल बहुद्देश्य सहकारी समापुति, यी सहकारीका सञ्चालक भागेको भन्दै उजुरी परेको थियो। त्यस्तै यो वर्ष सावैलको ग्रेस बहुद्देश्य सहकारी, त्रिपुरेश्वरको युनाइटेड वर्ल्ड ट्रेड सेन्टरको कमलिङ बचत तथा ऋण सहकारी, सिन्कुनेको डिमान्ड बचत तथा ऋण सहकारी र पिताजी बचत तथा ऋण सहकारी कोटेश्वर, यी सहकारीका सञ्चालक बचतकर्ताको रकम हिनामिना गरी फरार भएका छन्। डिभिजन सहकारी कार्यालय काठमाडौँले सहकारीको नाममा ठगीको आरोप लागेका र पीडितलाई मिलाउने नभए ठगी मुद्दाका लागि प्रहरीको जिम्मा लगाउने गरे पनि सो प्रभावकारी भएको छैन। सहकारीको रकम हिनामिना गरेको पाइएमा जम्मा 1500 रुपियाँ जरिवाना तोकिएको छ। यो रकम निकै कम हो। यसकारण गलत मनोसाय भएकाहरूले सहकारीलाई कमाउने साधन बनाइरहेका छन्। कानूनले कमजोर भएको र सहकारी सम्बद्ध अधिकारीहरूलाई कारबाहीको अधिकार पनि नभएको र कारबाहीको लागि अर्को निकायलाई गुहार्नु पर्ने भएकोले सहकारी पीडितहरूले न्याय पाउनमा ढिलाइ भइरहेको छ। यसले सहकारीको रकम हिनामिना गर्नेहरूलाई कानूनको दायरामा ल्याउनु पनि कठिन भइरहेको छ। डिभिजन सहकारी कार्यालय काठमाडौँका अनुसार सहकारी ऐन 2048 अन्तर्गत काठमाडौँमा मात्रै 3500 सहकारी दर्ता भई सञ्चालनमा छन् भने नेपालभरि करिब 20,000 भन्दा धेरै सहकारी संस्था छन्। केही सहकारी सञ्चालकका गलत कार्यले धेरै राम्रा सहकारी संस्थालाई बदनाम गराएको छ। सहकारीको कानून कमजोर भएको कारण सहकारीको नाममा ठगी गर्ने प्रवृत्ति पनि देखिएको हो। सबै सहकारी सञ्चालकको नियत गलत छैन। नेपालमा टोल र गाउँ गाउँमा फसाइरहेको सहकारीको अवधारणालाई धेरैको हित पनि गरेको छ। धेरैले सहकारीको माध्यमबाट फाइदा पनि लिन सफल भएका छन्। तर सहकारीका नाममा कमाउने लालच पालेका केही व्यक्तिको कारण यो क्षेत्रलाई अझै बदनाम गराउन सक्छ भन्नेतर्फ गम्भीर भएर सोच्नु जरुरी छ।